नमस्कार। लोकसभा तयारीको अनलाइन कक्षामा सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज हामीहरू बी ग्रेडको क्वेसन है म्याच द फलोइङ क्वेसन मैले आज एउटा लिएर आएको छु, जुन आजको 80 मा सोधेको थियो। 2083 साल जेठ 29 गते, यानि आज 80 को एक्जाम भएको छ है। त्यो 80 को एक्जाममा सोधेको यो प्रश्न हो। यो प्रश्नलाई हेरौँ कसरी सोल्भ गर्न हामी सक्छौँ। आजको प्रश्न छ, नेपालका केही प्रसिद्ध ताल र अवस्थित जिल्लाहरू। यो केही तालहरू छन् है। अब यो तालहरू कुन कुन जिल्लामा पर्छन् त, यो विषयमा यो क्वेसन हामी गर्छौँ है। हाम्रो यो रिगमा ताल छ, रिगमा ताल छ। रिगमा ताल भनेर हामीले डोल्पामा बुझ्नुपर्छ है, डोल्पामा पर्छ। त्यस्तै छ यो जाखिरा ताल, कपिलवस्तुमा पर्छ, यो कपिलवस्तुमा। त्यसपछि यो बुलबुले ताल भनेको सुर्खेतमा हो, सुर्खेतमा। त्यसपछि घोडाघोडी ताल भनेको कैलालीमा हो है। अब 1 को ए, बी को 2 को बी, 3 को सी र 4 को डी दिएको अप्सनमा कुनमा छ। अब यहाँ 1 को ए, 2 को बी, 3 को सी, 4 को डी भनेको 1 नम्बर चाहिँ सही उत्तर हो भनेर बुझ्नुपर्छ। अब जसरी तपाईलाई अर्को पनि यसको ट्रिक छ, यो डाइरेक्ट सबै नगरेर पनि तपाईँ एन्सर पत्ता लगाउन सक्नुहुन्छ। कसरी भने यो 1 नम्बरको रिगमा ताल जुन छ कहाँ छ, डोल्पामा। त 1 को एन्सर 1 को एन्सर ए भयो। अब हेर्नुहोस् 1 को एन्सर ए कुन कुनमा छ। यहाँ 1 को ए छ, 1 को सी छ, भएन। 1 को बी छ, भएन। 1 को बी छ, भएन। यसको मतलब पनि तपाईँ बुझ्न सक्नुहुन्छ, यसको एन्सर 1 नम्बर नै हुन्छ। यसरी हामीले चाहिँ यस्तो प्रब्लमहरूलाई, यस्तो क्वेसनहरूलाई खरदार सुवाधिकृत असही खास स्थान जतातिर आयो भने पनि है हामीले समाधान गर्न सक्छौँ है। ल, फेरि हामी अर्को भिडियोमा भेटौँला।